हेलो गरिदेऊ हेलो भनिदेऊ को मौसम गाडीहरू हिँडेको यताउति बाहिर फेर हेरिरहनु पर्छ फेरि उसलाई चाहिँ रमाइलो मान्छ होइन दौडिन्छ अलि नत्र भने त लड्दैन थियो साइमन के छ साइमन खबर ल हामी चाहिँ ल गाइज हामी चाहिँ माथितिरबाट सर आइसक्रिम कस्तो छ मिठो छ मिठो छ जम खाजा हेलो गाइज ल आज हाम्रो विकेन्ड सन्डेको दिन चाहिँ आज फेरि हामी घुम्न जान खोजिरहेका छौँ अब आज हाम्रो भ्लग कस्तो हुन्छ हेर्दै गर्नु हाम्रो साइमन यहाँ छ साइमन हेलो गरिदेऊ हेलो भनिदेऊ आज चाहिँ हामी अब साकुराको पर्व लागेको छ यहाँ त्यहाँ हेर्न जाने भन्ने विचार छ फुल चाहिँ अब झरिसक्यो होला तैपनि कस्तो आउँदो रहेछ त्यहाँ गएर हेरौँ है त ल टिङ अब चाहिँ हामी लाग्न थाल्यौँ साइमन हेलो हामी जान्छौँ भन्यो ल अब चाहिँ हामी हिँड्न थाल्यौँ यहाँबाट सरर यस्तो छ सिन हाम्रो कम्पनी अगाडिको चाहिँ है त ल चट्ट अगाडि नेपाली झन्डा राखेर ल हामी चाहिँ आइपुग्यौँ मेन रोडमा ठ्याक्क हाम्रो कम्पनीबाट चाहिँ एक किलोमिटर जति छ त्यहाँबाट आइयो मेन रोडमा यहाँबाट चाहिँ अब हामी जाँदैछौँ कोरियाको जेजु आइल्यान्डको सगिफो सहरमा पर्छ त्यो चाहिँ अब जाँदैछौँ हामी यस्तो छ यहाँतिरको मौसम चाहिँ अहिले ठ्याक्कै हामी चाहिँ कति बजे लगभग 12:30-1 बजे हिँडेको हो दिउँसोको यस्तो छ सर घाम चाहिँ राम्रै घाम लागेको छ बादल पनि त्यति छैन राम्रो छ मौसम चाहिँ घुम्नलाई एकदम भवालै छ बाटो चाहिँ यस्तो छ यहाँतिरको जस रमाइलो छ घुम्न जाँदैछौँ हामी यस्तो छ बाहिरको मौसम एकदम क्लियर छ आज
पुन्टे चाहिँ पुरै यताउति हेरिरहेछ मस्तसँग उठेर उसलाई आज घुम्न जानु पाएको रमाइलो रहेछ। उठेर गाडीहरू हिँडेको यताउति बाहिर फेर हेरिरहनु पर्छ फेरि उसलाई चाहिँ रमाइलो मान्छ। कोरियाको चाहिँ अब यो साकुरा फुल्ने सिजन हो। अब छेजुदोमा चाहिँ प्राय यही टाइममा फुल्छ। कोही कोही ठाउँमा अब 1-2 हप्ताको फरक पर्न पनि सक्छ। प्राय अब छेजुदोमा चाहिँ ट्याक्कै यही डेटमा प्राय फुल्छन्। अनि त्यहाँबाट साकुराको चाहिँ कोरियामा चाहिँ अब एउटा पर्व नै भन्छ यो फुल्ने टाइमलाई चाहिँ फत्को छुक्चे भनेर भन्छ कोरियनमा। यो चाहिँ अब एउटा पर्वकै रूपमा मनाउँछन् के कोरियनहरूले चाहिँ। अब त्यहाँ चाहिँ विभिन्न खानेकुराको स्टलहरू राखेर होइन त्यस्तो बनाएको हुन्छ। म चाहिँ पहिला मेरो चाहिँ सेकेन्ड टाइम हो, म पहिला पनि गएको थिएँ। ल हामी चाहिँ केही समयको यात्रापछि आइपुग्यौँ सगिफो सिटीतिर। योभन्दा अब यो अगाडिको अब जे होस् यहाँ मासतिर चाहिँ सगिफो बजार सुरु भयो। जेजु आइल्यान्डको सगिफो बजार सुरु भयो। यहाँबाट चाहिँ अब हामी जान्छौँ यता लेफ्ट लिगेर चाहिँ हाल्लासानतर्फ चाहिँ जान्छौँ। हाल्लासान चाहिँ कोरियाको सबभन्दा अल्को पहाड बन्छ। यसको हाइट चाहिँ 1950 मिटर छ। यो चाहिँ कोरियाको सबभन्दा ठुलो अल्को पहाड हो। यहाँ हल्का हल्का देखिरहेको छ त्यो माथिको हिउँ पऱ्यो चाहिँ पुरै टल्केर सेतो देखिन्थ्यो। अहिले चाहिँ सबै पग्लिसकेको भएर डाँडो मात्रै देखिरहेछ। यहाँदेखिबाटै यहाँ चाहिँ पुरै यहाँ माथिसम्मै उ रहेछ सायद पार्किङ चाहिँ। यहाँ त गाह्रै पर्छ होला हामीलाई। यहीँदेखिबाट गाडीहरू चाहिँ रोकिरहेको छ है पुरै। बिस्तारै बिस्तारै गइरहेको छु म चाहिँ। धेरै तलदेखि नै पुरै गाडीहरू साइडमा लगाएर राखेको रहेछ। ठाउँ रहेछ जस्तो छ पार्किङको। कति गाडीहरू फर्किरहेको पनि छ। हेरौँ अब के हुन्छ। पार्किङको लागि चाहिँ गाह्रै पर्छ किनकि यो समयमा चाहिँ अब टुरिस्टहरू धेरै आउँछन् नि त। अब छेजुदो कोरियाको चाहिँ मेन टुरिस्ट एरियामा पर्छ। हाम्रो नेपालको पोखरा जस्तै हो छेजुदो चाहिँ। एकदम घुम्ने ठाउँ धेरै छ। चाइनिजहरू पनि धेरै आउँछन्। अरू देशको पर्यटकहरू पनि आउँछन्। कोरियन पनि म्याक्सिमम् अब उता साउलतिरको हुन्छ नि छेजुदोबाट टाढाको चाहिँ विकेन्डमा अनि त्यहाँबाट अब बिदाहरूको दिनमा चाहिँ आउँछन् प्राय घुम्नको लागि छेजुदो। ल गाडीको चाहिँ यत्रो लाइन रहेछ। हामी चाहिँ पार्किङ गरेर निक्ल्यौँ बल्ल बल्ल। 10-15 मिनट जति कुरियो होला पार्किङको लागि। पार्किङ गरेर निस्कियो। यहाँबाट चाहिँ नजारा यस्तो रहेछ। यहाँको मौसम चाहिँ एकदम राम्रो रहेछ आजको चाहिँ। घुम्न लायक मौसम छ। जे होस् गाडीहरू आइरहेको छ। साइमनलाई चाहिँ गुडाउने कुरामा राखेर हिँडे भए सजिलो हुन्थ्यो। त्यो ल्याउन बिर्सेछ। साइमनले आज अब दुःख दिनेवाला छ पुरै। अलिकति यहाँबाट अलिकति तल हिँड्नुपर्ने रहेछ। अब उसलाई बोकेरै जानुपर्छ होला सायद। हिँड्न चाहिँ हिँड्छ आफू पनि तर अब अलिकति लड्न सक्छ। यहाँ लड्यो भने अब घाउ लाग्छ नि त्यस्तो पिचमा। हिँड्न चाहिँ हिँड्छ जे होस्। बोक्न पनि खासै दिँदैन अहिले त। अब म हिँड्छु एक्लै भन्न चाहिँ तर लड्न छ अलिकति मजाले हिँड्न सक्ने चाहिँ भइसकेको छैन। दौडिन्छ अलि नत्र भने त लड्दैन थियो। साइमन के छ साइमन खबर? ल हामी चाहिँ आइपुग्यो। लगभग यो अगाडि देखेको चाहिँ यही हो। मान्छेहरू चाहिँ धेरै छन् जस्तो लागिरहेछ। अब धेरै ठुलो एरियामा चाहिँ छैन जस्तो लाग्यो। जे होस् छ फोटोसोटो भिडियो बनाउनको लागि चाहिँ राम्रै ठाउँ जस्तो लाग्यो। ठुलो एरियामा चाहिँ छैन उता छेसीको जस्तो ठुलो एरियामा चाहिँ रहेछ। यहाँनिर ठिकै रहेछ। जे होस् त्यहाँनिर कार्यक्रम पनि भइरहेको रहेछ। रमाइलो भइरहेको जस्तो लाग्यो। स्टलहरू पनि थुप्रै राखेको रहेछ त्यहाँनिर।
आइपुगिसक्यौँ साकुरा भएको ठाउँमा। यहाँ चाहिँ यस्तो यो पेन्टिङहरू पनि गरेर राखेको रहेछ छेउछेउमा। यस्तो छ यहाँको भ्यू चाहिँ। यहाँबाट एकदम बवाल भ्यू छ। यहाँनिर चाहिँ एउटा कोरियन दाजुले गीत गाइरहनु भएको थियो, बवाल खालको गीतलाई चाहिँ मैले खासमा माइकमा यो रेकर्ड गरेको थिएँ, म्युट भएछ कि, नत्र भने गीत दामी गाइरहनु भएको थियो। ल गाइज, हामी चाहिँ माथितिरबाट सर घुमेर आइपुग्यो। माथितिरको चाहिँ यस्तो थियो कतको यो बवाल छ, दामी लाग्यो यहाँको चाहिँ। हामी चाहिँ यहाँ आइपुग्यौँ। साइमन चाहिँ रोकोरोइ गरेर यहाँ चाहिँ हामी चाहिँ के अरे फोटो खिच्न नि दिएन साइमनले, भिडियो पनि राम्रो बनाउनु दिएन। भिडियो कतको चाहिँ यस्तो आएको छ होइन। वाउ दामी सोचेस्, दामी लाग्यो मलाई चाहिँ। साकुराको फुलहरूको नजारा चाहिँ यस्तो छ है। 딸기 2개 주세요. 하나 딸기하고 하나 이걸로. 하나 딸기하고 하나 이걸로. 얼마요? 2,000원. 2,000원이요? 녹으니까 빨리 드세요. 잠깐만. 빨리. 많이 녹아가지고 빨리 드세요. 뭔 맛으로 드릴까요? 아니 진짜 나와서는 오세. आइसक्रिम कस्तो छ? मिठो छ? मिठो छ? 네, 선물 좋은 결산 됐습니다. 다시 한번 뜨거운 박수 부탁드리겠습니다. 네, 고맙습니다. 우선
어렵게 생각이 들고 우리가 좀 잘 접하지 않았던 그런 장면을 아주 쉽고 재미있게 이런 풀까지 해주시면서 아주 멋진 공연, 아름다운 공연 감사드립니다. 자, 성도 온골교 벚꽃 구경 어제를 시작으로 오늘까지 함께 하고 있습니다. 자, 다음 공연 아주 귀엽고 깜찍한 공연 준비를 해봤습니다. 서귀포 시내에도 참 춤을 잘 추는 팀들이 있지만 그 중에서 제가 봤을 때 이 팀이 가장 깜찍하고 가장 예쁘지 않나 이런 생각을 해봅니다. 자, 우리 부모님들께서도 오셔가지고 지금 막 사진 찍으려고 영상 찍으려고 준비를 하시는 것 같은데 자, 프레임 맞추시기 바라겠습니다. 지금 출발하겠습니다. 자, MP 퀴즈 만나보겠습니다. 다른 거 해보자. 안녕해. 안녕. तिमी कहाँ जान लागेको हो? कहाँ जान लागेको साइमन? वाह वाह के रहेछ? के रहेछ? जाम खाजा जाम 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 Tin 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 cuckoo 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 वाह जम खाजा ल गाइस अब आज हाम्रो घुमाइसक्यो अब हामी जान थालेको बाई भन्दैछ बाई बाई खिचिरहेको ल अब हामीले सकाएर फर्किँदैछौँ आजको दिन अब चाहिँ हामी घर जाँदैछौँ यहाँबाट लाग्छ त्यस्तै 10 मिनट जति बाहिरतिरको यताउति नजारा देखाइदेऊ त